नमस्ते सबैजनालाई फेरि पनि स्वागत छ मेरो यो भिडियोमा है। आज चाहिँ रामनवमी हो है। रामनवमीको सबैजनालाई शुभकामना है। राम भगवानले तपाईहरुको मनोकामना इच्छाहरू पुरा गरोस् भन्दै है आजको यो मेरो भिडियोलाई सुरु गर्न लागिरहेको छु है। र आज चाहिँ हामी कहाँ जाँदैछौँ भन्दाखेरि चाहिँ अहिले सम्पूर्ण कुरो यो भिडियोमा तपाईहरुले थाहा पाइहाल्नु हुनेछ है त साथीभाइहरु है। भिडियोलाई अन्तसम्म हेरेर साथ दिनु होला। अनि म चाहिँ हो तपाईहरुको साथी दिपेन है। ल ल ल ल ए हैन म निस्किँदै थिए कि त तिमीलाई बाटोमा भेट्छु होला जस्तो लाग्यो नि त। कालीखोलाको रोड त्यही त हो। यहाँ अब खै कसले बुझिदिने पीडाहरू है। ल यहाँ भाइ पनि को अरू भाइहरू पनि जान्छ। ए दाबी 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 ल अब चाहिँ साथीभाइहरू यहाँ भाइसँग चाहिँ म जाँदैछु रामपुरी है। हामी दुई भाइ हिँड्यो अब चाहिँ होइन। यहाँबाट भाइ र म सबैजनाले सेयर सब्सक्राइब गरिदिनु होला है। धन्यवाद छ तिमीलाई पनि र उहाँ पनि यहाँ पनि छ च्यानललाई चाहिँ। आजको भिडियो त दुईजनाकोबाट कसको राम्रो हुन्छ तपाईँहरूले हेर्नुपर्ने छ हुन्छ होइन। दुनुनु ल टुटुङटुङ आउँदैछ। ल साथीभाइहरू अब हामी चाहिँ लाग्यौँ है त। यहाँ यी हाम्रो साथीभाइहरू पनि रेडी हुँदै रहेछ जाने होइन हजुर। ल ल ल ल ल छिटो रेडी रेडी केटाहरू रेडी। ल यहाँबाट चाहिँ हामीहरू 4 भाइ भयो। 2 भाइ चाहिँ लाग्यो। अब हामी 2 भाइ ल साथीभाइहरू यो चाहिँ हो डाँडा गाउँ। आर्मी गाडीहरू कस्तो आउँदैछ पुरा। अघि हामीले छोड्दै आएको। यहाँ अहिले मैले देखाएको चाहिँ तपाईँहरूलाई डाँडा गाउँमा छु अहिले हामीले चाहिँ ठ्याक्कै। अब हामीहरू पुग्नु आँट्यौँ। अलिकति माथि मात्रै हो कि पुगिहाल्नेछौँ यो माथि। ल साथीभाइहरू साथीभाइहरू अब भने चाहिँ बल्ल 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 आइपुग्यो है हाम्रो रामपुरी धाममा। यहाँ भाइहरू पनि छ सबजना उत्रिएको। यहाँदेखि तलसम्म पनि झर्ने रहेछ। झर्नु चाहिँ कि हेरौँ अब तलैसम्म जानुपर्छ भने जाउँ। ल हेरौँ यहाँबाट उता चाहिँ लाभा कालिम्पोङहरू भएर जान्छ। अब हामी चाहिँ ओह्रालो झर्नुपर्छ नि त। ठिकसँग भयो गाडी। ल एकैछिनमा आइपुग्यो जस्तो लाग्यो केटाहरूसँग त। स्पिड उडाउँदो रहेछ केटाहरूले हो। हामी झर्नुपर्ने चाहिँ यहाँदेखि उँधो हो। तर हिँडेर जानु भने चाहिँ राम्रो हुने थियो कि तर केटाहरू बाइकै लाने भन्दैछ नि त। ल अब चाहिँ हामी आइपुगेछौँ। बनिरहनुहोस् अब तल जाने हो। ल यहाँनिर चाहिँ भर्खर भेला हुँदै रहेछ यहाँ पूजामा है। मेन चाहिँ त्यो रुखको फेदको त्यहाँनिर चाहिँ पूजा गरिन्छ। त्यहाँदेखि यतापट्टि वल्लोपट्टि चाहिँ यहाँनिर होमहरू गरिन्छ। अहिले त टोइलेट बाथरुमको सुविधा पनि गरिदिनु भएको रहेछ है।
ल साथीहरू अब भने चाहिँ आइपुग्यो नि त हामीहरू चाहिँ रामपुरी धाममा। जय सियाराम है। ल भाइहरू नि जाउँ पसौँ। ल अब चाहिँ यहाँदेखिको चाहिँ पस्नुपर्छ भित्र हामीहरू। यहाँ धेरै वर्ष अगाडिदेखिको यहाँनिर चाहिँ पूजा अर्चनाहरू गरिन्छ नि त हामी सबैजनाले क्या त। म चाहिँ धेरैपल्ट आएको तर तपाईँहरूलाई देखाउनु चाहिँ यो पालि चाहिँ मैले चान्स पाएँ होइन। हजुर ए हे यहाँ बहिनी पनि हेलो 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 सेवने। ल यहाँ चाहिँ खानेकुराको उयो रहेछ। ल अब चाहिँ हामीहरू जाउँ त होइन जाउँ। तपाईँहरूलाई पहिला चाहिँ यहाँनिर दर्शन गराउनु पर्ने हुन्छ है। यहाँ चाहिँ मेन मन्दिर छ। अहिले तपाईँहरूलाई भित्रै गएर देखाउने छौँ है, देखाउने छु। र यहाँ एउटा मेन कुरो छ। लो भाइ बजाऊ 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 बजाऊ। अरे दामी बजायो दामी बजायो। बहिनीले पनि बजाइदियो बजाउँदैन ल त। अरे दामी दामी दामी। यहाँ वरिपरिको नजाराहरू पहिला तपाईँहरूलाई देखाइहालौँ है। ल यहाँ जानेर यहाँ भाइहरू घुमिरहेछ। यहाँनिर चाहिँ एउटा रामचक्र भन्ने छ कि। अहिले म तपाईँहरूलाई भित्र छिरेर म देखाउने छु। यो चाहिँ यसरी घुम्नु पर्ने हुन्छ। यहाँ भोलियो भने एकै ठाउँ एकै ठाउँमा आइपुगिन्छ। भोलिनु हुँदैन यहाँभित्र। यो जो भाइहरू घुमिरहेछ त्यहीँ घुमिरहेछ त्यहीँ हेर्नुहोस् ल, हेरिरहनुहोस्। म अहिले तपाईँहरूलाई पुरा देखाउने छु है त। ल यहाँनिर चाहिँ अलिकति भुल्यो के भइगयो भने चाहिँ त्यही चक्रमा घुमेको गरी बसिन्छ नि त। ल यहाँ चाहिँ टिका लगाइदिनु हुँदो रहेछ। आज चाहिँ हाम्रो जुठो परेको छ कि त, त्यही भएर। ल बहिनी हुन्छ अहिले उयो ल। अब चाहिँ साथीहरू पसेछ, अब चाहिँ निस्किनु पर्छ। अरे हो यहाँ भाइरहेछ। म त पछाडि म त कहाँ, म यहाँनिर उयो भ्लग गरिरहेको छु नि त। उतै फेरि को ए त्यो त मैले अहिले घन्टी बजाउनु पनि लगाएँ अरे हो। यहाँ बहिनी यहाँ मेरो प्रज्वल भाइ कहिले आउनु? अहिले भर्खर आइपुगेको। ल ल अहिले भेटौँ न। ल हुन्छ ल। यी प्रज्वल भाइ थियो कि त हाम्रो गाउँको, अघि आइरहेको रहेछ। मलाई चाहिँ थाहा भएन नि त। ल यहाँनिर चाहिँ होम यज्ञहरू गरिन्छ। अहिले चाहिँ म भित्र पसेको छुइनँ कि, तपाईँहरूलाई अहिले सबै देखाउने छ। ल ल साथीभाइहरू अब चाहिँ म भित्र प्रवेश गर्दैछु है त साथीभाइ। जय श्रीराम। ल यहाँ पहिलोचोटि चाहिँ यहाँ हनुमानको दर्शन गरौँ है। यहाँ चाहिँ धुपहरू बालेर चाहिँ यहाँ राख्नुपर्ने हुँदो रहेछ हो। ल कताबाट यता निस्किनु पर्ने। ल अब चाहिँ यो बाटो होइन, यो चक्रा हो। यो चाहिँ यो जति पनि देख्नु भएको छ नि तपाईँहरूले, यो चाहिँ चक्राहरू हो। यो चाहिँ एकदम हजुर भित्र पसिन्छ। हजुर हजुर ए यहाँ हाम्रो गुरुजी हुनुहुँदो रहेछ। हजुर यहाँबाट भित्र पस्ने गर्छ। हजुर घुम्दा यहाँबाटै बाहिर निस्किनु पर्छ। यहीबाट निस्किनु पर्यो है। यहाँबाट पस्नु पनि यहाँबाट पसिन्छ भने निस्किनु पनि यहीँबाट निस्किन्छ। तर यो हजुर यो जुन चाहिँ डिल नाग्नु भएन, यो जुन हजुर यो नाग्नु भएन, नाग्नु भएन। यो जस्तो हाम्रो बनाएको यो जुन चाहिँ छ हजुर यो बाटोबाट जाइन्छ। भरे निस्किँदा यहीबाट निस्किन्छ। ए हजुर हजुर हुन्छ यहीबाट निस्किन्छ र पूजा विधि विधान यहीँभित्रै हुन्छ। यो मन्दिर स्थापना भयो कति भयो तपाईँलाई याद छ होला है?
पुर्खामा बाबुबाजेले भन्ने गर्छ, हामीलाई त्यति थाहा छैन, 100 वर्ष नागेको भन्ने गर्छ। यो मन्दिर है? हजुर, यो मन्दिर हजुर हजुर। यो पहिला सृष्टि चाहिँ 100 वर्षदेखि पहिला भएको भन्ने गर्छ। ए हजुर हजुर। पुर्खामा कति बेला भएको थियो, 100 वर्ष पहिलाको भन्ने गर्छ। हजुर है। अब अघिल्लो समयमा पनि आइएको थियो आउनु चाहिँ, तर यसरी हामीले जानकारी चाहिँ पाउन सकेका थिएनौँ है। तपाईँले यति जानकारी दिनुभयो होइन। अहिले यसलाई राम मन्दिर नै भन्नुपर्छ है? हजुर, राम मन्दिर भनेर चिनिन्छ। रामपुरी चक्रव्यूह धाम भनिन्छ। चक्रव्यूह धाम, रामपुरी चक्रव्यूह धाम भनिन्छ। रामपुरी चक्रव्यूह धाम भनेर चिनिन्छ यो भित्र। हजुर, यो भित्र ठुलो भव्य पूजा हुन्छ। 4000 देखि लगभग गएर मोटामोटी 4000 4500 यहाँ भक्तजन आउने गर्छ वर्षमा। ए हजुर। ए धेरैवटा पूजा हुने गर्छ यहाँ हजुर है। त्यही है, धेरैवटा पूजा हुने गर्छ। अनि यहाँ अहिले तपाईँहरूले पूजा सुरु भइसकेको छ कि मतलब पूजाहरू अहिले हाम्रो बिहान 9 देखि सुरु भएको, बेलुका यहाँनिर कमसेकम 2-3 बज्छ पूजा सुरु। ए अन्तिम हुन्छ। अब सबै कुरो गर्दा गर्दा गुरुजनहरूले सबै कुरो गर्दा बाहिरबाट गुरुजी नै आउनु, धर्मगुरुहरू धेरै आउनु भएको छ। ए हजुर। बेलुका मोटामोटी 2-3 बज्छ ल यो अन्त हुँदा। हजुर हजुर। ल जानकारीको लागि तपाईँलाई धेरै धेरै धन्यवाद छ। हुन्छ ल लु म यतैबाट पसेँ है म है। हुन्छ हुन्छ ल ल हुन्छ हुन्छ हुन्छ। हजुर हुन्छ हुन्छ। यहाँबाट भाइहरू जो आउँदैछ त्यतैबाट रहेछ नि त हाम्रो, निस्किनु पनि यहीँबाट चाहिँ निस्किने। आज भजन मण्डलीहरू चाहिँ छैन रहेछ नि त यहाँनिर। ल साथीभाइहरू, म चाहिँ अब यो चक्राबाट छिरेँ त। अब यहाँ घुम्दै अब त्यहीँ भेट हुन्छ। यहाँ हेर्नुहोस् ल, तपाईँहरू कन्फ्युज हुनुहुन्छ, यो बाटो जाँदैछु है म। ल यहाँनिर चाहिँ यति कन्फ्युज छ कि म हिँडेकै छ। अब यहाँ डुलेको हेरिरहनुहोस्। यहाँ भाइ अघि कता जाँदै थिएँ, त्यही बाटो यहाँनिर आइरहन्छ, हेर्नुहोस् ल। एकदम अचम्मको छ। तपाईँहरू पनि यहाँनिर दर्शन गर्नको लागि आउनुहोस् होइन। यो धेरै राम्रो हुनेछ। यहाँनिर चिताएको कुरोहरू पनि पुग्नेछ। अब यहाँ फेरि मोडेँ म यहाँ अघिकै ठाउँमा चाहिँ, यहाँ अघि हामी पुरो पण्डित बाजेलाई भेटेका थियौँ, उहाँसँग बात गरेका थियौँ। त्यहीँनिर नै हामी फेरि आइपुग्छौँ। फेरि त्यो भाइहरू त्यहीँ यहीँनिर घुमेकै हुन्छ। अब म किनारी साइडमा जाँदैछु र फेरि सट्टै घुमेर चाहिँ यहाँनिर चाहिँ यो चक्रालाई मिलाएर चाहिँ ठक्कै यो के अरे राम मन्दिरमा चाहिँ ठ्याक्कै दर्शन गर्नु पुगिने रहेछ नि त। ल हेर्दै कन्टिन्यू हेरिरहनु होला तपाईँहरूले है, के कस्तो लाग्नेछ यहाँको यो रामपुरी धामको रामचक्रा। यो धेरै 100 वर्ष भनेपछि धेरै नै पुरानो चक्रा हो यो। र हामीहरू केटाकेटी हुँदादेखि पनि हामीले यो सुनेको हो र अहिले पनि यहाँनिर छ र पहिलाको भन्दा अलिकति धेरै राम्रो पनि गरेको छ। र अर्को एउटा मोड घुम्यो है त। ल सिया राम जय जय राम। यहाँ बहिनीहरूलाई कतिपल्ट चाहिँ भेट्दो रहेछ हेर्नुहोस् ल तपाईँहरूले यो चक्राभित्र। यहाँ घुमेको अघि सँगै थियो, अहिले म अघिको किनारीमा थिएँ। अब चाहिँ म पूजा या दर्शनमा आइपुगेँ है त साथीभाइहरू। ल यहाँ आइपुगेको छु। ए ल यहाँ पण्डित बाले
यतापट्टि बाँध्नु भाइको घडीमा चाहिँ यहाँनिर पूजा अर्चना यहाँ हुँदैछ। ठिकै बाजेको देवले भन्छ नि दाइले भन्छ हामीलाई दाइले भन्दै भन्दै तपाईँहरूलाई पनि दर्शन गराइदिए त साथीभाइहरू। ल श्री राम मन्दिर। ल बनाउनु भएको होइन यताबाट जानुहोस् ल। गुरुजी त्यो दिनुहोस्, म मानिदिन्छु, टिका लगाइदिनुहोस् ल। अब फेरि हामीले चाहिँ त्यही बाटो नै निस्किनु पर्ने हुन्छ। यही बाटो अघिकै बाटो, तर फेरि त्यसरी नै घुमेर जानुपर्ने हुन्छ। डाइरेक्ट निस्किएर चाहिँ जानु हुँदैन, फर्किनु हुँदैन। यो जुन चाहिँ बााउन्ड्री बानिदिएको छ, राखिदिनु भएको छ नि, त्योलाई चाहिँ नाग्नु हुँदैन भन्ने यहाँको एउटा उयो छ है साथीभाइहरू होइन। यसलाई हामीले यही मुताबिक नै यही भित्र नै घुम्नुपर्ने हुन्छ। अघि म यहाँ परबाट निस्केको हो, अब फेरि त्यही बाटो घुमेकै गर्नुपर्छ। ल तपाईँहरूलाई पनि म सँगसँगै साथसाथै है तपाईँहरूलाई पनि भिडियोकै मार्फतबाट भए पनि म तपाईँहरूलाई यहाँको दर्शन र चक्रा गराइदियो। र योपालि आउनु सक्नु भएन भने पनि आउँदो समयमा चाहिँ तपाईँहरू यहीँ आएर नै आशीर्वाद लिनु होला है। यहाँ रामचक्राको है यहाँ परिक्रमाहरू पनि गर्नु होला होइन। धेरै राम्रो, धेरै अगाडिदेखिको यहाँनिर पूजा अर्चनाहरू गरिन्छ यहाँ शेर्पा टारमा। यहाँदेखि लाभादेखि चाहिँ अलिकति मुनि आउनुपर्ने हुन्छ। अनि यहाँ फापा खेतीदेखि गोरुबथान बजार सोमबारे हाट पनि भनिन्छ है, त्यहाँदेखि चाहिँ अलिकति माथि नै पस्नुपर्ने हुन्छ। गोरुबथानदेखि चाहिँ 26-27 किलोमिटर जस्तो चाहिँ पर्छ यहाँसम्म आइपुग्नु है। र उँभोबाट आउनुभयो भने चाहिँ लाभाबाट ठक्कै यहाँ शेर्पाटार भन्नु भने ठ्याक्कै रोकिन्छ। र विशेष गरेर यहाँनिर अझै पनि सबै दर्शन गर्ने आइपुग्नु भएको छैन है। अहिले बिस्तारी झम्काभेट हुँदैछ। हामीहरू चाहिँ अलिकति छिटै आयौँ नि त। र अहिले हामीहरू पनि यहाँदेखिको अर्को जग्गा पनि जाने हाम्रो प्लान छ। म अहिले तपाईँहरू यहाँ भाइहरू साथीहरूसँग भेटेर के हुन्छ त्यो तपाईँहरूलाई पनि जानकारी गराउने छौँ है त साथीभाइहरू। ल अझै म यहाँ घुम्नु धेरै छ। यो परको यो देख्नुहुन्छ यो ग्राउन्डले यहाँबाट पनि छिर्नुपर्ने हुन्छ। अहिले चाहिँ म फेरि किनार साइडमा आइपुगेको छु। फेरि अहिले यहीँ आइपुग्नु पर्छ। यहीँ यो मन्दिर कतिचोटि चाहिँ आइपुग्दो रहेछ यहाँ हेर्नु होला तपाईँहरूले है। ल साथीभाइहरू यहाँ यसरी घुम्नुपर्ने हुन्छ। उहाँहरू घुम्नुहुँदैछ। यहाँ को पस्दैछ, को निस्किँदैछ, को दर्शनमा जाँदैछ केही पनि पत्ता पाउँदैन हामीले। र उहाँहरू चाहिँ तपाईँहरू पस्नु भएको हो? ए म चाहिँ निस्किँदैछु। ल उहाँहरू चाहिँ निस्किनु हुँदो रहेछ, म चाहिँ पस्नु हुँदो रहेछ, म चाहिँ निस्किँदैछु। बाटो त्यही हो। ल साथीभाइहरू अब भने चाहिँ म बल्ल अघि पसेकै ठाउँबाट निस्केँ यहाँनिर है। ल अब म सिधै कहाँ जान्छु भन्नुहुन्छ भने म यहाँतिर तपाईँहरूलाई यहाँ देखाउने छु। पहिला सुरुवात यहाँनिर म अहिले यहाँ दाहिने घुमेर जाँदैछु। यहाँ चाहिँ होम चरुहरू चाहिँ यहाँनिर गरिँदैछ। ल
यहाँ पनि पूजा अर्चना गरिँदो रहेछ है। ल बिस्तारीसँगले भेला हुँदैछ यहाँनिर दर्शन गर्ने सबैजना महानुभावहरू भनौँ है। ल यहाँ कन्या केटीहरूलाई चाहिँ टिका लगाएर यो गरिदिँदै रहेछ है। यहाँनिर टिका लगाएर कन्या केटीहरूलाई आशीर्वाद कन्या केटीकोबाट हजुर लिनुहुने रहेछ उहाँहरूले। यता हेरिदिनु सानो नानुहरूले है, सानो नानु यता हेर्नु न हौ, यता हेर्नु हेर्नु लु 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 हाम्रो बोनुहरू है। यता लु खै नाम पनि भनिदिनु नि हौ। तिम्रो नाम के हो? अविनाश। तिम्रो? तिम्रो? अन्जना। तिम्रो? यहाँ छानु पर्नुको सकिरा त ड्रेसमा रहेछ नि त। उहाँ छानुको यहाँ छानु अञ्जली। अञ्जली रहेछ यहाँ। तिम्रो छानु चाहिँ छानुको नाम चाहिँ के हो? ओ छानु बोन्नु नाम के हो? अरे पैसा पाएको पाकै छ पैसा। लु नाम के हो उतातिरको यसो भनिदिनु त। लु लु त आमा कति नाम्री नाम्री हाम्रो बहिनीहरू है। तिम्रो नाम के हो? प्रतिष्ठा। तिम्रो? तिम्रो? अरे हँसिलो रहेछ उसको पनि झरेछ। ल साथीभाइहरू अब चाहिँ म यहाँ पूजाको उयसबाट मन्दिरबाट चाहिँ निस्किँदैछु है त साथीभाइहरू। ल अब हुन्छ प्रसाद पनि खाएर जानुपर्ने हेरे है। ल अब एकछिन एक चक्कर चाहिँ घुमिराख्ने हो अन्त तपाईँहरूलाई सम्पूर्ण कुरो यहाँको देखाउने हो। त्यहाँदेखि चाहिँ हामीहरू एउटा यस्तो प्लान भयो कि यहाँबाट अब फेरि ओह्रालो जाने भएको छौँ। साथीभाइहरूसँग सल्लाह त्यो भएको छ हो। तर अब यहाँको जति पनि यहाँको पूजाको सम्पूर्ण कुरो मैले तपाईँहरूलाई मोटामोटी राखि नै सकेको छु होइन। यहाँको दर्शनहरू पनि गराइहालेँ है। र अब उँधोको भिडियो चाहिँ फेरि अर्कै हुनेछ तर आजै नै गर्ने कोसिस चाहिँ गर्नेछौँ र तपाईँहरूले अर्को भिडियो हेर्नु पाउनुहुनेछ है यहाँदेखि उताको चाहिँ। ल साथीहरू बनिरहनुहोस् है, अर्को भिडियो पनि आउने छ है। यहाँदेखि उता हामीहरू राउन्ड लाउने यता कहाँबाट भन्नुहुन्छ नि यता यो अर्कै बाटोबाट नयाँ बाटो खोलिएको छ एकदमै दामी छ है। त्यहाँनिर धेरैजनाको मैले पनि भिडियोहरू हेरेको छु र आज स्वयं म पनि गएर तपाईँहरूलाई देखाउने कोसिस छ है त साथीभाइहरू। उहाँले चाहिँ हामीलाई प्रसाद पनि लगेरै जानु अलिकति हामी हतार पऱ्यो कि केही छैन है। ल हजुर ल ए हुन्छ ल हुन्छ धन्यवाद छ तपाईँलाई। ल ल हुन्छ ल है साथीभाइहरू अब चाहिँ यहाँनिरको उयसबाट चाहिँ हामीहरू निस्किँदैछौँ है। मेरो साथीहरू माथि गएर अघि गएर पनि पर्खिरहेको रहेछ। साथीभाइहरू यहाँ रामपुरी धामको सबै दर्शन पनि गरियो, पूजापाठ पनि गरियो, प्रसाद पनि पाइयो होइन। सम्पूर्ण कुरा भयो, राम्रै भयो। साथीभाइहरूले माथि पर्खिराखेको छ र म चाहिँ हामी चाहिँ अब यहाँदेखिको ओह्रालो अर्कै बाटो भएर जानेछौँ होइन।
अन्त यसै कारणले भिडियो अलिकति धेरै लामो हुन जान्छ होला होइन, तर त्यही कारणले गर्दाखेरि चाहिँ यो भिडियोलाई चाहिँ म यहीँ एन्ड गर्दैछु होइन। र अर्को भिडियो फेरि तयार पार्ने बेला भयो साथीभाइहरू होइन। त्यही कारणले गर्दाखेरि आजको यो मेरो यहाँसम्मको यो रामपुरी धामको भिडियो होइन दर्शन तपाईँहरूलाई पनि गराएँ। तर के कस्तो लाग्यो तपाईँहरूलाई कमेन्ट पनि गरिदिनु होला साथीभाइहरूले होइन। र म चाहिँ अब यहाँदेखिको ओह्रालो लाग्दैछु साथीभाइहरूसँग है त साथीभाइहरू। ल यति भन्दै मेरो यो आजको यहाँसम्मको यो मन्दिर यात्राको भिडियो चाहिँ यहीँ अन्त गर्न चाहे है त साथीभाइहरू। ल हवस् त, नमस्ते, टाटा, बाई बाई, सन्चो रहनु होला, खुसी रहनु होला है त।